हो छाँटे पग्यो नि पग्यो हामीले यसरी गर्ने गरेको छ होइन अब अरू ठाउँमा पनि मिटिङबाट गाइदिनु हुन्छ उहाँहरूले कस्तो गर्नुहुन्छ मैले चाहिँ यसरी सिकेको छु यसरी पनि गर्छु यसरी नै गर्दै ल्याउनु भएको छ यसरी गर्दै ल्याएको छु बानी यसैमा छ यसो गरेर कटखरी लगाइदिने हो है अब यहाँबाट तान्न थालेको साँठ अनि यो दोही ठसाक ठक्स यहाँ पनि गर्दो रहेछ नि त यो बच्छ मेन चाहिँ यो हो मेन सामान चाहिँ यो हो मेन चिज होइन यस्तो चाहिँ भ्याकुम बनाउँछ र अनि यता कुदाउँछ त हावा भ्याकुमलाई खेल्ने ठाउँ दिँदा त्यसले चाहिँ यहाँनिरबाट यसरी दुहिन्छ दुधाउँछ अब यो दुध दुने पनि यहाँनिर छ यो लगाइदिएर आफै दुन्छ र दुध अब एकछिन यसरी तान्छ होइन अनि यसरी तान्दै अलिकति थुन सानो भएपछि दुध आउन छोड्छ अनि फेरि किस्नुपर्छ यसलाई दुध कत्रो धरेर आइरहेको छ तलको गाठो अब यो धरेर आउँदै हेर्ने होइन जब आउन छोड्छ नि अनि आउन छोडेपछि नि यहाँ समाएर अनि दाब्नुपर्छ एकछिन तल त्यसो गर्नुपर्छ त्यति गरेर पनि फेर्दैन अनि फेरि बाल्टीमा 1 पाउ जति दुनु पनि पर्छ छोडिएको पनि हुन्छ मेसिनबाट दुन्छु पारेर मक्क परेर मेसिन लगाए फुत्त निकालेर हिँड्न पाइँदैन ए धेरै चाहिँ मतलब गाई मेसिनले दुहिदिँदो रहेछ निकाल्ने गर्ने चाहिँ यताउता चाहिँ मान्छेले नै गर्नु पर्यो कम थाल है तर आउँदैछ दुध त आइरहेको छ आउनु त तर अहिले पैसा घर बात छैन नि अलिक कम छैन अब यो थिचेपछि हेर्नु कस्तो आउँछ देख्नु ए यो रहेछ नि त कुरो दुध सकिन आँटो भन्ने हो त्यो क्वाक गरेको चाहिँ अनि हावा पस्छ कतिबाट भन्ने हो ए हावा पस्छ भने चाहिँ त्यसरी क्वाक गर्छ जो मेसिनले सजिलो त सजिलो नै हो केही उ भयो भने अहिले हातले